So hello guys, namaste everyone. Welcome to my channel. म चाहिँ आज अ डे इन माई ब्लग बनाउन लागेको अनि मैले चाहिँ पुरानो एउटा भिडियो हालेको थिएँ, त्यसमा राम्रो रेस्पोन्स आयो अनएक्सपेक्टेड। मैले चाहिँ यो कुनै त्यो फेमस हुन्छु यस्तो भनेर बनाएको त होइन, यो चाहिँ जस्ट एउटा लाइक हुन्छ नि मेमोरी, पछि गएर हेर्दाखेरि मेमोरी हुन्छ भनेर बनाइरहेको छु। सो आज चाहिँ म अ डे इन माई लाइफ होइन, अ डे इन माई लाइफ भनेर बनाउँदैछु, त्यही हो। अनि अहिले चाहिँ म उठेँ, अब म फ्रेस हुन्छु। सो फ्रेस भएपछि आई विल सी यु गाइस। मैले चाहिँ आफ्नो बेडसिट मिलाएँ, अब चिया पकाउन जाँदैछु। यस्तै छ हाम्रो किचन। दिस इज आवर लिटल किचन। चिया खान्छु, कफी खान्छु होला, किनभने कफी नखाएको धेरै भइरहेछ। यो चाहिँ इलेक्ट्रिक किचन हो, सो थाहा नै हुँदैन कि कहाँ बल्छ भनेर होइन। यसैको हो यो। सो म चाहिँ अब चिया बनाउनु पर्यो। हाम्रो चाहिँ अलि मेसी छ यता, कफी पनि सकेछ। सो आई थिङ्क आई निड टु चेक एक्चुअली मेरो नेपालबाट ल्याएको सामानहरू थियो टन्नै, कफी छ कि छैन भने आई डोन्ट नो। लेट मी चेक। लकिली एउटा रहेछ। पुरै सुन्नलाई काम लाग्छ। म कप लिन्छु। यो चाहिँ हामीले डस्टबिनमा फाल्नुपर्ने हुन्छ। डस्टबिनको हालत पनि अलिक खत्तम छ। र चाहिँ हाम्रो हुन्छ नि अब किचन एरिया यस्तै छ, राम्रै छ। म चिया रेडी भएपछि चियासँग भेट्छु। सो मैले चाहिँ चिया पनि खाइसकेँ होइन। अनि अब हल्का दाढी काटेर हिरो हुनुपर्छ। दाढी काट्छु म, अनि दाढी काटेर लुगा लाएर कलेज जानुपर्छ। बस पनि छुट्टिन्छ फेरि, यहाँ बस छुट्यो भने टेन्सन हुन्छ। सो म चाहिँ एकैछिन दाढी काटेर हिरो हुन्छु। फोनलाई यहाँ राख्नु भनेको। ओके, मैले चाहिँ दाढी नि काटिसक्यो। अनि दिस इज माई लुक आफ्टर सेभिङ। यो चाहिँ दाढी काटेपछि हो, हल्का हिरो त हुनु पर्यो। दाढी काट्ने क्रममा मेरो बस छुट्यो गाइस। अब मेरो बस छुटिसक्यो। अब त्यही भन्छ, अब उबर गर्नुपर्छ। उबर गर्दाखेरि 2 घन्टाको कामको पैसा जान्छ। गाह्रो छ है, गाह्रो। हिरो हुने क्रममा बस छुट्यो। अब म चाहिँ सनस्क्रिन लाउँछु, अनि त्यो पछि आफ्टर द्याट आई विल जस्ट गो लाइक के भन्छ, बत्ती अफ गरौँ। मेरो किचनको पनि बत्ती अफ गर्नुपर्छ। बत्तीको पैसा नि उठ्छ क्या, यहाँ त लास्टै गाह्रो छ। म चाहिँ सनस्क्रिन अप्लाई गर्छु, अनि ड्रेस लाएर म भागिहाल्छु। मैले खाएको चियाको कप, बिस्कुट
यहाँ जाओस् लास्टै ढिलो त छैन बसको चाहिँ बस चाहिँ अब जहिले आधी घन्टामा आउँछ अनि अब मेरो 12:30 बजीदेखि हो अनि 12 बजिसक्यो सो क्लास बस चाहिँ छुटिसक्यो फर्स्टमा ब्याग मिलाइहाल्छु यहाँ केही नगरे पनि ल्यापटप चाहिँ छैन क्या क्लासमा गएर अब ल्यापटपमा एनिमी हेरेर बस्छु म होइन अनि ल्यापटप चाहिँ लिएर आइज भन्छ अनि ल्यापटप लग्नुपर्छ मोस्ट निडेड थिङ इयरबोर्डलाई चाहिँ म यहाँ हालिदिन्छु त मैले के छ कपी हालिहालेँ यति हो रेडी भयो सो अब म चाहिँ लुगा लाउँछु अनि हजुरहरूलाई भेट्छु है सो दिस इज माई फाइनल आउटफिट म चाहिँ सिम्पल सर्ट भित्रपट्टि टी सर्ट अनि हाफ ट्र्याक लगाएको किनभने यता धेरै गर्मी छ अनि इनकेस मलाई धेरै गर्मी भयो भने यो सिम्पल सर्ट मैले ब्यागमा हाल्न मिल्छ त्यही भएर मैले लाग्यो अब म चाहिँ आई विल जस्ट पुट टमीको परफ्युम Now I'm all done. 10 बजे उठेको मान्छे गाडीमा नगइकन अब उबरमा पैसा तिरेर जाँदै पर्नु छ त्यही नि मेरो क्लास 12:30 बजेदेखि 12:30 यहीँ भइसक्यो मलाई चाहिँ यति ढिलो भइसक्यो गाइस यहाँ मेरो एकजना रुममेट चाहिँ कफी बनाइरहेछ भर्खर उठिरहेछ अर्को चाहिँ त्यो सुतिरहेछ ल म गएँ केटा म चाहिँ भागेँ मेरो 12:30 बजेको क्लास यहीँ बजिसक्यो 12:30 होइन 12:33 भइसक्यो मलाई चाहिँ अति नै ढिलो भइसक्यो हाम्रो जस्तो छ यहाँ एरिया उबरलाई कुदिरहेको छु उबर खै 2 मिनटमा आइसक्नु पर्ने हो ऊ आयो उबर लास्टै ढिलो भइसक्यो तर भन्न प्रोफेसर अलि राम्रो छ केही पनि भन्दैन र यस्तो चर्को घाम लागिरहेछ यहाँ मेरो उबर आइसक्यो होइन हाई गुड मर्निङ आम गुड थ्याङ्क यू एन्ड यू म चाहिँ उबरमा नि चढिसकेँ अब कलेज जान्छु आइल सी यू एट द कलेज गाइस ढिलोमा झन् ढिलो भइरहेको बेलामा जाम थियो खुल्यो मेरो कलेज चाहिँ आइपुग्न लाग्यो अब मेरो कलेज चाहिँ यहाँबाट अलि अगाडिबाट लेफ्ट टर्न लियो भने मेरो कलेज आइपुग्छ अलरेडी 10-11 मिनट ढिलो भइसक्यो म गाइस क्यान सी दिस इज माई कलेज म चाहिँ कलेजमा आएको यहाँ झरिसकेँ अब यहाँबाट दौडिँदै भाग्दै जानुपर्छ मेरो अगाडि क्लासमेट पनि देखेँ मैले ऊ त्यही हो मेरो क्लासमेटको जति ढिलो आउँथेँ र त्योसँगै म पनि आउने भएँ हाम्रो यहाँ मामाहरू पनि हुनुहुन्छ फर द सेफ्टी अब जाँदैछु यही हो मेरो कलेज मेरो क्लास चाहिँ 2nd फ्लोरमा छ भागेर जान्छु हुन त केही पनि हुँदैन होइन त्यही पनि टाइममा जाऊँ भन्ने हो आफ्नो ह्याबिट त राम्रो राख्नु पऱ्यो नि यो चाहिँ मेरो लाइब्रेरी हो अनि यहाँबाट म जानुपर्छ मान्छेको अगाडि बनाउन अहिलेसम्म आँट्नै आएको छैन कि त्यही भएर नै भागिदिएको क्लास अब त्यही हो What happened to it? You deserve it. Hello. You deserve it. Like you got nerves down here. Based on population,
which is why the congressional district map I looks don't know like if padai this. Those tiny districts, as you might assume, have way more people living in them. If a state has a So मेरो चाहिँ फर्स्ट क्लास सकियो अनि त्यो चाहिँ गभर्नमेन्ट थियो खै के भिडियो देखाइरहेको थियो बट म त फोन चलाएर बसिरहेको थिएँ अनि अब चाहिँ मेरो ब्रेक छ अहिले 1:40 हो मेरो अर्को क्लास 3:30 छ सो म चाहिँ अब ब्याङ्क अफ अमेरिका जान्छु अकाउन्ट खोल्नलाई अनि त्यही हो गाइस अनि अस्तिनको भिडियो चाहिँ हल्का ब्लर आएको थियो होइन अब त्यो मैले आइफोनबाटै खिचेँ अनि लाइक आइफोनबाटै अपलोड गर्न लागिरहेको थिएँ तर खै के मिलेन अनि मैले फेरि मेरो ल्यापटपमा ट्रान्सफर गरेर डाउनलोड गरेर अपलोड गर्दाखेरि चाहिँ हल्का ब्लर आइरहेको रहेछ तर ठिकै छ मलाई यो केही पनि आउँदैन बिस्तारै सिकिरहेको छु होइन अनि आई थिङ्क आई विल इम्प्रुभ इट तर म भ्लग अब त्यो डेली बनाउने होइन म सम मोमेन्टहरू क्याप्चर गर्नलाई मात्र बनाइरहेको हो त्यही भएर नि हो तर हेरौँ आई डोन्ट नो के हुन्छ पछि अनि मेरो कपाल लास्टै लामो भइसक्यो कपाल पाल्नुको नि रिजन छ छुट्टै रिजन छ गाइस त्यो चाहिँ म पछि भन्छु अहिले चाहिँ केही होइन यस्तै हिरो बन्नलाई पालेको हो म आफैलाई त्यो कन्फिडेन्स बिल्ड गर्दैछु क्या मान्छेहरूको अगाडि भ्लग बनाउनलाई अमेरिका चाहिँ मेरो कलेज बजार नजिक छ सो म त्यहाँ काम सकाएर अनि फेरि कलेज आएर असाइनमेन्ट छ एउटा त्यो प्रिन्ट गर्नु छ त्यो प्रिन्ट गरेपछि आज बुझाउनु छ लास्ट टाइम बुझाएको हल्का यस्तै च्याट जिपिटी हानेर बुझाएको थिएँ होइन अरे प्रोफेसर धन्न राम्रो इङ्ग्लिस मात्र होइन मेरो अलिकति हावा 0 रेटिङ छ प्रोफेसरको तर अरू प्रोफेसरहरू लास्टै राम्रो छ ग्रेडहरू पनि राम्रो दिन्छ ल गाइस एकछिनमा भेटौँला म चाहिँ अब रोड क्रस गर्नुपर्छ त्यहाँ छ ब्याङ्क अफ अमेरिका म चाहिँ यहाँ प्रेस गरिसक्यो अब त्यहाँ रेड लाइटबाट ग्रिन लाइट हुन्छ ग्रिन लाइट भन्दा पनि हामी उता त्यो गाडीहरूको उता रेड लाइट परेपछि जानुपर्छ यहाँको रुल चाहिँ राम्रो छ जस मान्छेहरू सबजना के भन्छ त्यसलाई मान्छेहरू सबजना रुल फलो गर्छ होइन त्यही हो हाम्रो नेपालमा भएको भए त लाइटमा साइड तुफान पुऱ्याइदिन्थ्यो त्यहाँको रोडहरू सबै राम्रो छ क्या खाली छ जाँदा नि हुन्छ होइन तर फेरि के रिक्स लिएर भनेको अब यसरी गाडी आउँछ अनि अहिले म हिँड्दैला मलाई हानिदियो भने तनाव हुन्छ त्यही भएर म चाहिँ अब सिग्नललाई वेट गर्छु ग्रिन सिग्नल भयो अब चाहिँ म जान्छु पछाडिबाट गाडी आइरहेछ मलाई यस्तो मान्छेहरूले हेरेर के सोध्छ जस्तो लागेको छ तर बाल भएन आफू चल्दिने हो मेरो ब्याङ्क अकाउन्ट खोल्नु छ ब्याङ्क अफ अमेरिकामा अनि त्यहाँ चाहिँ टेस्ला छ गाइज टेस्ला यहाँ ह्युस्टनमा चाहिँ धेरै टेस्ला चल्ने रहेछ कि के हो टेस्ला र पोर्से यति धेरै देखिसकेँ मैले म ब्याङ्क अफ अमेरिका नि आइसक्यो मेरो काम छाडो अनि त्यो पछि फेरि कलेज जानु छ हाई थ्याङ्क यू म चाहिँ लास्ट डिसअपोइन्टमेन्ट भएर निक्लेँ आज पनि है डेटको अपोइन्टमेन्ट छैन अरे एउटा ब्याङ्क अकाउन्ट बनाउनलाई अपोइन्टमेन्ट लिनुपर्छ अरे खै के हो त्यही हो अब आई डोन्ट नो अर्को ब्रान्चमा ट्राई गर्छु भने फेरि अर्को ब्रान्च अब कहाँ छ न त यहाँ धेरै ब्रान्च छ लाइट खोलिरहेको रहेछ सो म चाहिँ आई जस्ट रन किनभने यो जाममा पऱ्यो भने 10 मिनट वेस्ट हुन्छ मेरो यस्तो छ है नेपालमा नि भागिन्थ्यो यहाँ पनि भाग्नुपर्छ त्यही हो गाइज अब कलेज गएर असाइनमेन्ट प्रिन्ट गर्नुपर्ने छ केही खाएको छैन बिहानदेखि भोक लागिरहेछ आई थिङ्क म केही लन्च ग्र्याब गर्छु अन क्याम्पसमा त
फास्ट फुड छ त्यही ग्राब गर्छु होला त्यही हो मैले चाहिँ यो लिएँ यति लिँदैमा मेरो इट कस्ट मी अराउन्ड $7 कति महँगो भने कति महँगो जाबो यति जस्ट लाइक बिस्कुट र कफी त्यही हो काम गर्न म चाहिँ अब यहीँ बस्छु मैले चाहिँ मेरो आइडी पासपोर्ट हाने अब पैसा लिन्छ आइडी यसरी पैसा जान्छ अनि यहीँ मेरो करेन्ट ब्यालेन्स देखायो मैले चाहिँ मेरो असाइनमेन्ट प्रिन्ट गरेँ यो क्लास पनि ढिलो भइसक्यो यो प्रोफेसर फेरि यस्तो छ कि ढिलो भयो भने लिँदैन हेभ टु रन टप फ्लोरमा छ आज के भइरहेको ब्याड लक मात्रै लागिरहेछ त्यही हो गाइस म चाहिँ अब हिस्ट्री क्लास हो मेरो हाफ अफ द काम सकियो त्यो म चाहिँ अब क्लास जाँदैछु म चाहिँ अहिले घर आइपुगिसकेँ गाइस मैले चाहिँ यो बिचमा भ्लग बनाइनँ किनभने मैले मेरो साथीलाई ड्रप गरिदियो भनेको थिएँ उसले गरिदियो अनि मेरो लास्ट क्लास सकेर उसँग आएँ म अब हल्का काम साम छ त्यो गरेर आई थिङ्क हामी स्विमिङ जान्छौँ होला अरू न के गरिन्छ खुल्लै रहेछ अब हामी चाहिँ स्विमिङ जानको लागि रेडी भइसक्यौँ दिस इज माई अनदर आउटफिट फर डे र गाइज हामी चाहिँ जान लाग्यो प्रवीण चाहिँ नजाने रे अब हामी मात्रै जान लाग्यो हामी चाहिँ हाम्रो उबर चाहिँ आइसक्यो सो त्यही हो गाइज हाम्रो उबर पनि आयो अब हामी उबरमा बस्दैछौँ हाई सर अब हामी त्यहाँ पुगेपछि तपाईँलाई इन्फर्म गर्छौँ हामी चाहिँ अहिले जाँदैछौँ अब हाम्रो 14 मिनट बाँकी छ ठाउँ पुग्नलाई अब कस्तै छ यहाँको बाटोहरू चाहिँ लास्टै राम्रो छ टक्क यताउता बिचमा रुख सेम त्यो कोटेश्वरमा भएको जस्तै हामी चाहिँ अहिले वुड लेक भन्ने ठाउँमा आइपुग्यौँ यहाँको घरहरू यस्तो राम्रो राम्रो छ कि सिम्पल तर लास्टै अर्गनाइज घर नै होला हामी चाहिँ अब अरूको अपार्टमेन्ट छैन तर म अब जादु गर्छु हामी चाहिँ अब जादु गरेर भित्र छिरिसक्यौँ स्विमिङ पुल जान लाग्यो बन्छ यहाँ स्विमिङ पुल त फोहोर छ जस्तो लाग्यो स्विमिङ पुल हल्का फोहोर छ कि क्या हो हामीलाई चाहिँ स्विमिङ पुल गर्न राम्रो राम्रो छ यहाँ यो स्विमिङ पुल त फोहोर छ जस्तो लाग्यो स्विमिङ पुल चाहिँ यहाँ हो तर फोहोर रहेछ यस्तो फोहोरमा त के गर्नु तर यो 4 फिटवाला हो अर्को ठुलोमा जाऊँ न उताबाट जानुपर्छ हामी चाहिँ यत्रो महँगो पैसा तिरेर उबर तिरेर आएको स्विमिङ गर्नलाई होपफुल्ली स्विमिङ पुल राम्रो होस् भएन भने चाहिँ हाम्रो बिल्ला हुन्छ बिल्ला त के हुनु त्यही पनि यत्रो होफमा आएको के अरे आसमा आएको सबै जान्छ यहाँ चाहिँ यस्तो दामी छ यो पनि रहेछ क्या भलिबल कोर्ट यत्रो ठुलो अपार्टमेन्ट छ यार यहाँ त त्यो स्विमिङ पुल पनि फोहोर छ यार ब्रो छ्या यार सोधेर कल हानेर आउनुपर्ने रहेछ अब फोहोर स्विमिङ पुल छ राम्रो छ तर छन चाहिँ कस्तो ल्याङ हुने पनि यस्तो मेहनत गरेर आएको
यताको अपार्टमेन्ट चाहिँ राम्रो छ फुड छ यार जेसन 7 फिटको रहेछ नि हाम्रो चाहिँ अब यत्तिकै पैसा वेस्ट भयो हाम्रो पैसा चाहिँ धेरै गएन मात्रै $15 अब $15 भनेको 2 घन्टाको सिफ्ट हो 2 घन्टा फेरि रटिनुपर्छ काममा त्यस्तै छ अब यहाँ चाहिँ टेनिस कोर्ट पनि रहेछ टेनिस कोर्ट धेरै राम्रो छ यहाँ खेलिरहेछ कुहिराहरू बच्चाहरू यो चाहिँ स्विमिङ पुलभित्र आइसक्यौँ यस्तो राम्रो छ स्विमिङ पुल टक्क सनसेट हुन लागिरहेछ अनि यहाँ चाहिँ म छु तपाईँहरूले मलाई कति कपाल मिलाएको भन्नु होला तर यो चाहिँ मेरो ह्याबिट हो होइन कपाल मिलाइराख्छु म हामी अब स्विमिङ खेल्ने कि नखेल्ने भनेर सोचिरहेछौँ स्विमिङ खेल्यौँ भने अहिले हामी देखाउँछौँ तपाईँहरू हामी चाहिँ स्विमिङ गरेनौँ हामीलाई चाहिँ जोस जागर आएन ओके अब हामी चाहिँ खै के गर्छौँ भने अब घर जान नि सक्छौँ आई थिङ्क घरै जान्छौँ होला वेस्ट अफ मनी वेस्ट अफ टाइम भयो तर वी गट टु भ्यू दिस ब्युटिफुल सनसेट यस राम्रै छ यो ठाउँ एकदमै पिसफुल पिस हाम्रोभन्दा त धेरै राम्रो हो तर ठिकै छ हियर इज अ ब्युटिफुल कपल हु इज गोइङ टु इन्जोय दियर फुड अनि हियर आर मी एन्ड माई फ्रेन्ड हु आर सिङ्गल्स भेरी भेरी बेरोजगार ओ माई फ्रेन्ड इज नट सिङ्गल चाहिँ $5 को ट्राई गर्न आएको कस्तो गर्नु अब राम्रो देख्छ के हो नराम्रो मैले त राम्रो देख्छ ल गाइस हाम्रो लभर बोय बुकी यस्तो हालत छ हामी घर चाहिँ पुगिसक्नुपर्ने मान्छे हामीले हाम्रो लक्ष्मी दिदीलाई भेट्यौँ लक्ष्मी दिदीले यहाँ ल्याउनु भयो लक्ष्मी दिदी जानु जान थाहा छैन गएर कटकट यो ग्लास लानु यसो पाउँछ क्या मलाई होइन दादा बन्ने होइन फेरि मसँग गन छ गन होली गइसक्यो होलीको लागि गन ओए भाइ ओए ओए हिरो बनायो ओए हानिदिउँ लक्ष्मी दिदी चाहिँ यहाँ सामान किन्दै हुनुहुन्छ खै दिदीलाई के हो यो क्यान्डल हेर्नुपर्ने रे युट्युबमा हाल्दिनँ दिदी युट्युबमा हाल्छु कस्तो राम्रो देखेँ आम्मा ल ल ल पछाडिबाट पनि पुरै मोडल ल हेर न कस्तो मजाले किरिङ हल्लाएको दिदी सर कपाल हल्लाउनु न दिदी घर आइपुगेँ अब खै आजको भ्लग कस्तो भयो भने त्यही हो जस्तो भए पनि एप्रिसिएट के अरे हेरिदिनु होला राम्रो भयो नराम्रो भयो हजुरहरूको एउटा कमेन्ट छोडिदिनु होला अनि थ्याङ्क यू फर द 100 सब्सक्राइबर अगेन बिस्तारै बढ्दै जान्छ भन्ने आशा छ त्यही हो आज लास्टै नराम्रो दिन गयो त्यही पनि